हेलो गाइज, गुड मर्निङ, नमस्ते, सेवारो प्यापुलो अनि सबैलाई जयमसी। आज बिहान म यस सानो मिनी ब्लग सुरु गर्न गइरहेछु। यस भिडियोलाई तपाईँले माया गरिदिनुहोस्। तपाईँहरूको लाइक सेयर कमेन्टले मलाई धेरै सपोर्ट टेवा पुग्नेछ। म चाहिँ अहिले फिलहाल पाङथाङ रोडमा छु। यो पाङथाङ रोडबाट चाहिँ म चाहिँ तपाईहरुलाई यहाँको ताज होटल को भ्रमण गराउँछु। ताज होटल देखाउनु छु। ताज होटल चाहिँ यो पाङथाङ रोड भएर जान्छ। यो पाङथाङ रोड चाहिँ तपाईहरुको लाचालाचुङ पनि गर्ने जोडिन्छ यस रोडले। तल यस रोडले चुङथाङ भेट्छ, चुङथाङदेखिको लाचालाचुङ भेट्छ। अनि यो रोडको तपाईहरुलाई यहाँको पाङथाङको दृश्य पनि देखाउने छु। भिडियोमा बनिरहनुहोस् हैन, स्किप नगरिदिनुहोस्। यस भिडियोबाट म तपाईलाई यहाँको ताज होटल देखाउने छु। एकदम राम्रो छ, स्टार होटल हो, 5 स्टार होटल। यो चाहिँ पाङथाङ होटल पाङथाङ रोड भन्छ यसलाई। गान्तोकदेखि तपाईहरुको 6-7 किलोमिटर पर्छ। सो भिडियोमा बनिरहनुहोस् माई फ्रेन्ड, मेरो साथीहरु। म तपाईहरुलाई ताज होटल देखाउने छु। अहिले म यो रेसोर्टमा आइपुगेँ। ताजको बोर्ड चाहिँ यहाँ लागेको छ। अब ताज होटल जाँदैछु। एकदम मजाले रोडहरू मेन्टेन गरिरहेछ। अब रोड मेन्टेन पनि किन नगर्नु, 5 स्टार होटल, स्टार होटलहरू एकदम मजाले मेन्टेन गरेको छ रोडहरू। दामी छ होटल अनि जग्गा पनि यति राम्रो छ। यो चाहिँ अपबीट खाले जग्गा छ। यहाँबाट यस्तो भ्यूजहरू देख्छ, पारी गाउँहरू छ। यस्तै नेचरल ब्युटीहरूको भिडियोहरू बनाउने गर्छु। तपाईहरुले मेरो भिडियोहरू धेरै मन पराइदिनुहुन्छ। मेरो रिल्सहरूबाट तपाईहरुले जतिले पनि मलाई फलोहरू गर्नुहुन्छ, धेरै धेरै धन्यवाद तपाईहरुलाई। अनि तपाईहरुको सुस्वास्थ्यको लागि म कामना गर्दछु। मेरो फ्रेन्ड्सहरूलाई, मेरो फलोवरहरूलाई म तपाईहरुलाई तल पनि देखाउने छु। आज फग अलिकति लागिरहेछ, दिन अलिक बिग्रियो। आज हिजो एकदम राम्रो क्लियर थियो। हिजो भिडियो बनाउन सकिनँ, टुरिस्ट थियो। यहाँबाट लेफ्ट छ हैन, यहाँबाट चाहिँ रेसोर्ट जान्छ। अनि यो चाहिँ तपाईहरुको हाइकिङ गर्ने जग्गाहरू पनि छ। यहाँ टुरिस्टहरू हाइकिङहरू गर्ने जान्छ। टुरिस्टको लागि सुविधा गाडीहरू पनि छ। यहाँ म आइपुग्नु आँटे। यहाँ चाहिँ टुरिस्टहरू रिसिभ गर्नुको लागि गाडीहरू पार्किङ। अनि यहाँ राइटबाट चाहिँ गर्नु जान्छ, लेफ्ट गर्नु जान्छ। म चाहिँ पिकअप गर्नु जाँदैछु। गेस्टहरू निक्लेछ। यो चाहिँ ताज होटल आयो। एकदम छ, हाइकिङ गर्ने जग्गाहरू पनि छ टुरिस्टलाई। टुरिस्टको लगेजहरूदेखि लिएर सबै यो गाडी, सानो गाडीमा लगेर जान्छ। माथि पनि पुर्याउँछ। फक लागेर यहाँतिर पनि रहेछ कटेज। यो चरियामाला चाहिँ हामीले घरमा यसरी राख्दा पनि हुने रहेछ। दामी सो गर्दछ। यहाँ हेर्नुहोस् त, यहाँतिर हामीले पनि घरमा राख्दा हुँदो रहेछ। यसलाई ज्यादा मोल पनि चाहिँदैन। यो जङ्गलीमा फुल्ने चिज यस्तो गर्दा हुने रहेछ है। तपाईहरुले पनि एकपल्ट ट्राई गर्नुहोस् आफ्नो गार्डनमा।